साथीहरु नमस्कार। युरोपबाट भन्दा पनि नेदरल्यान्ड्सबाट हैन। आज चाहिँ म तपाईहरुलाई मेरो यहाँ नेबरहुड देखाउनेवाला छु, जो चाहिँ हल्का तपाईको चाहिँ नि अहिले स्नो भइरहेछ। जस्तो अहिले म घरमै छु, घरभन्दा बाहिरको अवस्था यस्तो छ। अहिले चाहिँ हामी यसो बाहिर वकिङमा जान्छौं, त्यतिखेर हैन घरको वरिपरिको दृश्य तपाईहरुलाई देखाउँछु। नर्मली यो यस्तो हुँदैन, हुन चाहिँ यहाँ हैन नेदरल्यान्ड्समा तपाईको चाहिँ वर्षमा सायद 3-4 चोटी स्नो हुन्छ, जो चाहिँ एकदमै मनमोहक, एकदमै रमाइलो हुन्छ, एकदमै इन्जोय गर्छन् यहाँका मान्छेहरूले। अगाडिमा तपाईहरुलाई लिएर यहाँको नेबरहुडमा स्नो कस्तो परिरहेछ त्यो सबै हेरौँ है त, गएर सँगै गएर है त। ओके, हामी अब घरबाट बाहिर निक्लिरहेछौँ। अहिले पनि पर्दैछ है क्या स्नो? छैन, अहिले परेको छैन। यस्तो छ निक्लिने बित्तिकै हो। हेलो, ल हेर्नुहोस् त गाडीमा राम 10 इन्च छ कि क्या? 10 इन्च ठिक छ। ल हेर्नुहोस्, घरमाथि पनि पुरै यसरी परेको छ। ओहो, ल कसैले चाहिँ अनि सोर्दैछन् यहाँनेरिको चाहिँ हैन रुल्सहरू कस्तो रहेछ भने, यदि हिउँ परेपछि यदि तपाईको घर अगाडि कोही मान्छेहरू चिपले लड्यो भने त्यसको जिम्मेवार तपाईँ हुनुपर्ने हुन्छ। त्यसकारणले गर्दाखेरि यहाँ मान्छेहरूले सफा गर्दैछन्। ऊ पर अगाडि हेर्नुहोस् त, ऊ त्यो बुढो मान्छेले आफ्नो घर अगाडि हिउँहरू सोर्दैछ। तालहरू पुरै जमिया छन्, बाटोहरू केही देखेको छैन, पुरै तपाईँको हैन जताततै हिउँ भएको कारणले गर्दाखेरि अब जताबाट हिँडे पनि केही फरक पर्दैन। हाम्रो छोरी कति प्रिटी लागिरहेको छ यार। यो हेर्नुहोस् त, पानीको मात्रा अलिक धेर भएको कारणले गर्दा पुरै चाहिँ जमेको चाहिँ छ जस्तो लागेन, तर माथि चाहिँ आइस छ। घरकै छेउमा चाहिँ हाम्रो यहाँनिर स्कुल छ, स्कुल प्राथमिक विद्यालय, जो चाहिँ अहिले हिउँले सेत्तामै भइरहेछ। ओहो, 2टा हाँस पनि छन् उ त्यहाँनेरि। ल यहाँ हेर्नुहोस्, पानी यो एक्चुअली पानी यस्तरी झरिरहेछ। यो पानी चाहिँ सर्कुलेसन सायद गराएका हुन्। यो पानी चाहिँ खास ऊ रहन्छ, स्टिल रहन्छ, कतै जाने होइन, तर राम्रो लगाउनको लागि होइन तपाईँको यो सर्कुलेसन गर्छ। ल हेर्नुहोस् त, यो हाँसलाई जाडो हुँदैन। ओहो, यो चाहिँ अर्को खालको सानो चरावाला हो, चरावाला हाँस। ऊ त्यहाँ 2टा हाँस, माया क्युटी, ऊ देख्यौ? ऊ त्यहाँनिर 2टा हाँस देख्यौ? क्या प्रिटी लागिरहेछन्। स्कुलको ग्राउन्डमा छन् यिनीहरू चाहिँ अहिले। सायद यी हाँसहरू तल पानी धेरै नभएर यिनीहरू माथि निक्लेका छन्। ल हेर्नुहोस् त, यी 2टा हाँसहरू यहाँ स्कुलको ग्राउन्डमा खानेकुरोहरू खोज्न माथि निक्ले जस्ता छन् यिनीहरू पनि। हेर्नुहोस् मौसम कस्तो छ, घाम लागिरहेछ नि, आकाशमा घाम लागिरहेछ, तर यति चिसो छ कि अब होइन, पुरा फ्रिज छ, फ्रोजन छ। अब यहाँको हेर्नु सानो हाम्रो घरको छेउको सानो अब नहर भनौँ न, यहाँ चाहिँ यस्तो छ पुरै जमेर। ल हेर्नुहोस् त, अब हाँसहरू कहाँ बस्ने हामी? ल हेर्नुहोस्, यो स्पाइडरम्यान जस्तो छ, यहाँ बाटामा भेटिरहेछ। यो मान्छे नै हुन् कि यो को होला नि यार? मलाई त एकदम हलिएका पनि छैनन्, खोइ यो एकदम चित्र जस्तो छ, मान्छे जस्तो त लागेन। खोइ हेरौँ नजिकबाट। अरे सास लिइरहेछ, ब्रिदिङ यार, ब्रिदिङ। ओके, मान्छे नै रहेछ नि यार। यो हाम्रो घरको चाहिँ छेउैमा प्राथमिक विद्यालय छ यहाँको। ल हेर्नुहोस् त, यसको ग्राउन्डमा अहिले यस्तो देखिएको छ, बच्चाहरू खेल्ने ठाउँ पुरै हिउँले ढाकेको छ। ऊ त्यो होइन कक्षा कोठाहरू, यतातिर स्लाइडहरू पनि छन्। यहाँ तपाईँलाई अगाडि म यहाँ तपाईँलाई एउटा सानो राम्रो चिज देखाउनेवाला छु। यहाँका मान्छेहरूले होइन नेचरलाई कति प्रिजर्भ गर्छन् भन्ने कुरो होइन म एउटा सानो चिज देखाउँछु, जो हाम्रो समुदाय, हाम्रो नेपाली, हाम्रो साउथ एसियन मतलबहरूलाई चाहिँ यो एउटा नदेखेको चिज पनि हो र हामी छक्कै पनि पर्छौँ। मैले पहिलोचोटि देख्दाखेरि म छक्कै नै परेको थिएँ। अब म यहाँ पुग्न लागिहालेँ। यहाँ देखिराख्नु भएको छ, यहाँ एउटा यो सानो घर
ऊ त्यहाँ पर एउटा सानो घर यो नजिकमै म गइरहेको छु यो नजिकमै म गइरहेको छु र यहाँ तल यो तल चाहिँ फेरि यहाँको भाषामा पनि लेखेको छ अलिकति होटल भनेर लेखेको छ है यो होटल हो ल हेर्नुहोस् यसको कम्पार्टमेन्टहरू हेर्नु साना साना होइन दुलाहरू कोही साना छन् कोही ठुला छन् यो अलिक ठुलो छ यो अलिक ठुलो छ भित्र एकदमै न्यानो हुने जुसहरू राखिदिएका छन् यो चाहिँ किन रहेछ भने चाहिँ होइन यहाँका साना साना होइन साना साना किराहरू स्पेसली उड्ने किराहरू घस्रिने किराहरू विभिन्न खालका किराहरूलाई चाहिँ होइन अब यो जाडामा मुस्किल हुन्छ भनेर तपाईँको लागि चाहिँ यस्तो किसिमको बनाइदिएका छन् होटल हो किराहरूको होटल हो अब मान्नुहुन्छ अब मान्छेहरूलाई हाम्रो ठाउँमा बस्नलाई छैन यहाँ हो किराहरूको लागि होटल अगाडि पनि म तपाईँलाई चराहरूको बस्ने गुणहरू पनि देखाउँछु पुरै हरेक रुखमा तपाईँको चाहिँ एउटा सानो सानो ठिक्क ठिक्कको गुणहरू बनाइदिएको हुन्छ जहाँ चाहिँ चराहरू जाडामा बस्छन् आफ्नो होइन पारिवारिक सम्बन्धहरू अगाडि बढाउँछन् त्यस्तो किसिमको रमाइलो चिजहरू छ यार यहाँ हेर्नु त हाँसहरूलाई पनि होइन गाह्रो भयो नि यिनीहरू जाडामा बस्ने पानीमा बस्ने भए पनि ल हेर्नुहोस् त पानी जमिगएको छ अगाडि हेर्नु त ऊ अलिकति आइस रहेछ त्यो आइसमा सट्ट निक्लेर बसिरहेछ नि ऊ अर्को खालका चाहिँ उतातिर पौडिरहेका छन् होइन गरिरहेछन् यिनीहरूलाई जति जाडो भयो त्यति राम्रो हुन्छ है क्या हो जस्तो लाग्यो मलाई त हेर्नुहोस् त हात त गङ्ग्रेर यस्तो भइसक्यो रातो भइसक्यो हेर्नु त है यी हाँसहरू तौरेको देख्नु हो ल हेर्नु कस्तो मजाले गरिरहेछन् ऊ त्यहाँ चाहिँ होइन पुरा बाहिर बसिरहेछन् मेरी छोरीले चाहिँ होइन पुरा हिउँमा सुतेको पल्टेकै खुब इन्जोय गरिरहेछ ल यहाँ गत्तिलो हिजो चाहिँ ऊ बनाएको थियो स्नोम्यान आज चाहिँ भत्किहालेछ ल हेर्नुहोस् त कति ब्युटिफुल छ हामी जस्तै हिउँमा होइन बाहिर वक गर्ने मान्छेहरू हेर्नुहोस् वरिपरि ऊ पर मान्छेहरू धेरै नै आइरहेछन् धेरै ऊ पर जङ्गलमा पनि यतातिर पनि लेडिजहरू हिँडिरहेछन् ल हेर्नुहोस् अगाडिसम्मको दृश्यहरू सायद मैले त घामले गर्दा अलिक देखिरहेको छैन तर साह्रै मजाको दृश्य छ यार अहिलेलाई मैले भनेको यस्तो चराको गुण चाहिँ यहाँ धेरै बनाइदिने नर्मल हो ल हेर्नुहोस् यो चराको गुण सानो चराको लागि कता देखिँदैन नि त्यहाँ यहाँहरू देखिरहेको छ सानो चराको लागि बनाइदिएको छ अरूहरू पनि धेरै हुन्छ चराको गुण बनाइदिएको हेर्नुहोस् त यहीँ देख्नुभयो अनि ऊ पर सानो चराको लागि उसलाई त्यति तिर्खा लाग्यो भन्दै चाहिँ ऊ त्यहाँको स्नो खाऊ नि त ल ऊ त स्नो खाऊ बाबा इट Baba eat. अहिले छोरीलाई यहाँ खानु ल जमेकै रहेछ नि पार्किङ लट हेर्नुहोस् न कस्तो भइरहेछ पार्किङ लट है यो ल हेर्नुहोस् यहाँ नम्बर लेखिरहेछ होइन 20 देखि 35 छ 36 देखि 60 उतातिर यो सबै पार्किङ लट हो ल हेर्नुहोस् यो गाडीहरू पुरिएका छन् कस्तो छ है पार्किङ लटमा हिँडिरहेको छु है म अहिले चाहिँ पर इन्ट्रान्स छ रातो बत्ती बलेको इलेक्ट्रिक भेहिकलहरू पनि राखिरहेको छन् हरियो Come down first. यहाँ चाहिँ तपाईँको होइन हिउँहरू ज्यादा भएको कारणले गर्दाखेरि हिउँ दौडाउनेहरू पनि आइरहेछ जस्तो यो हेर्नुहोस् यो रोलर यसले हिउँ तन्साइरहेछ अहिले चाहिँ यतापट्टिको चाहिँ पछाइसकेको छ दौडिरहेछन् उसले हिउँ क्लियर गरिरहेछ यो नेरीको अवस्था चाहिँ होइन यस्तो किसिमको छ नर्मली यहाँ चाहिँ नुनहरू हालेर हिउँ पगाल्ने गर्छन् तर अहिले चाहिँ भइसक्यो ल हेर्नुहोस् त हाइवे चाहिँ यस्तो देखिसकेको छ पुरा नेबरहुडहरू नै यहाँ चाहिँ होइन खेलिरहेछन् साना साना होइन
माटाका ढिस्काका पाहाडहरूमा बच्चाहरूलाई ल्याएर ल हेर्नुहोस् त एकदमै कति धेरै मान्छेहरू छ अगाडि क्या मनोरम दृश्य छ ल हेर्नुहोस् जङ्गलभित्र एकदम एउटा सानो कुकुरले लट्ठी बोकेर आइरहेको छ यार उहाँहरू पर सानो कुकुरहरूलाई क्या काम गर्न मन लाग्छ भने यस्तोमा जति छ 3, 2, 1. Oh my god! That's really adventure. Come on, Mama, come on. खतरा गरी नि खतरा हाम्रो छोरीले होइन हेर्नुहोस् त पर बच्चाहरू पुरा खेलेका I jumped in. You had fun. मान्छेहरूले जताततै अब स्नो त छ केही न केही एक्टिभिटिज त गर्नै पर्यो होइन ल हेर्नुहोस् यस्तो किसिमको स्नोम्यानहरू पुरा हिउँजोमा बनाएर धेरै बनाएको छ जताततै छैन ऊ माथि कत्रो ठुलो बल्स बनाएको देखिरहेको छ ऊ त्यहाँ पर पनि ऊ देखिराख्नु भएको होला होइन अनि यो हाम्रो नेबरहुडमा चाहिँ होइन यहाँ दुईवटा ठुला तालहरू होइन पन्डहरू छन् यो एउटा हो होइन उतापट्टिको सेतोको बिचमा यतापट्टि अनि यो एउटा यहाँ बिचमा पुल छ होइन यहाँ बिचमा चाहिँ हाइवे छ त्यसको उतापट्टि चाहिँ हाम्रो ठाउँ हो हाम्रो जहिले तहिले मर्निङ वाक गर्ने ठाउँ चाहिँ यही एरिया हो यति हेर्नु न यति ब्युटिफुल छ यो चाहिँ होइन नेदरल्यान्ड्सको सानो माउन्टेन जस्तै पनि हो यहाँ रियल स्की पनि हुने गरेको छ उयो देखिराख्नु कलरले यो सानो हट र ऊ उतापट्टि मान्छेहरूले रियल स्की पनि गरिरहेछन् ऊ यस्तै किसिमको छ हाम्रो घरको छेउमा चाहिँ होइन अलिकति सानो माउन्टेन भएको कारणले र अहिले हिउँ परेको कारणले यहाँ हेर्नुहोस् सानो स्की पनि छ क्या स्की रिसोर्ट पनि ल हेर्नुहोस् कति मान्छेहरूले खेलिरहेका छन् ल हेर्नुहोस् माथि जान चाहिँ फेरि पुल्ली जस्तो बनाइदिएका छन् ओके साथीहरू हाम्रो नेबरहुड यस्तै छ क्या र ल साथीहरू आजको यो हाम्रो नेबरहुडको भिडियो यति नै हजुरहरूलाई के कस्तो लाग्यो मन पर्यो भने एउटा लाइक सेयर र कमेन्ट्स पनि गरिदिनु होला म यस्तै किसिमको रमाइलो भिडियोहरू होइन नेदरल्यान्ड्स र युरोपबाट होइन बनाउँदै गर्छु तबसम्मको लागि किप वाचिङ नेप यात्री सी यू बाई बाई टेक केयर